समाजलाई कुल्चिने भनेको कति छ र? तपाईको भनाइ चाहिँ के हो? खोलाको ढुङ्गो अनि खोलाको ढुङ्गो भन्न नाम दिनु न त नि। अनि मैले के बताउनु हुँदैन भने दिनु त अघि आउने बित्तिकै लगी दिनु यो घुम्नुको मैले। अनि किन बस्नु भएको त यहाँ चाहिँ? अनि गुरुबा मेरो हजुरबा ए सुन्नु ढुङ्गा के हो? ढुङ्गै हो। त्यो ढुङ्गा के हो? ढुङ्गा हो। त्यो ढुङ्गा र त्यो ढुङ्गा के फरक छ? पूजा गरेर एउटा शिला राखेर उता पूजा गर्ने त्यो ढुङ्गा उठाएर केले उठाएर लाने मान्छेले? मान्छेले यो शक्ति मान्छेले उठाएर चोट नलाइकन लानुहोस्, तपाईँहरूको ढुङ्गो पिराउने खर्च म दिन्छु। त्यो जे गरौँला कि तर यो शिला मानेर एउटा शिला देउता मानिसके पछाडि त्यो शिलालाई अपहरण गरेर तपाईँले बस्दिनु भयो, त्यो त हाम्रो पनि आपत्ति हो नि त। तपाईँको बारीका गरामा काङ्गामा ढुङ्गो छ? तपाईँ कुन धर्ममा? तपाईँ म एकदम हिन्दू हुँ। तपाईँलाई छोटो सर्ट उताएर दिन्छु म। तपाईँ गर्नु गर्नुहुन्छ? किन गर्नु गरेर शिला राख्नुहुन्छ? तपाईँ त्यतिखेर नि तपाईँले सिधो आदर गर्नुहुन्छ नि, गर्नुहुन्छ नि, खरानी गर्नुहुन्छ नि, तर केटीको टेक्न सक्नुहुन्न नि तपाईँले। किनभने अर्काले मान्नमा गर्छ भने गर्नु दिनुपर्छ नि तपाईँले। हजुर यति साह्रो त तपाईँ यतिको बुढो मान्छे हाम्रो मैले कुरो माने लैजाउँला त्यो गरौँला नलैजाउँला तर यहाँ सुन्नु न, तपाईँ हेर्दाखेरि एउटा धार्मिक मान्छे देखिन्छ, तपाईँले आएर कसैले पूजा गर्नेको पूजामाथि ढङ्ग गर्नु हामीले हुन्छ हुँदैन? हुन्छ कि हुँदैन? के गर्नु? देवीले प्रहार गर्ने ठाउँ कहाँ छ? तपाईँले देवीले कसलाई बोध गरिन्? देवीले कसलाई बोध गरिन् पहिला? तपाईँ शिला होइन भोलि केही तलमाथि भयो भने यस्तो होइन। तपाईँ यतिको एउटा बुद्धिजीवी यतिको मान्छेले यसो मात्र बस्छ होइन? समाजलाई कुल्चिने भनेको कति छ र? चेली भनेको चाहिँ एउटा दुःख दिनु आएको होइन, अधिकार छैन। तर तपाईँले पनि आएर राति नै हान्ने अधिकार छ। यत्रो समाजलाई चाहिँ कुल्चिनु भनेको यो लानु तपाईँले नि उता माई पूजा गर्नुहुन्छ, शिला टेक्नु पनि फुटाउने ढुङ्गा हामीले मान्नु नमानिने हो। ढुङ्गा गाह्रो लाउनुपर्छ है, त्यो लगेर खोलामा त्यो ढुङ्गा लगेर खोलामा गाह्रो लाउँछ। त्यो ढुङ्गा कुन लान्छौ? त्यो ढुङ्गा कुन लान्छौ तपाईँहरू? खोलाको ढुङ्गा जब लानुहोस् माथि बनाएर